10 कट्ठा बुढी खोलालाई बगाएर लग्दै पछि मेरो बाबा ठो नि कहाँनिर थियो आमा स्कुल तपाईँहरू पढ्ने स्कुल चाहिँ तँलाई देखाउँछ कि यो बाटो यसो यसो गयो अनि त्यहाँबाट उता सिकारबास भन्छ हो त्यो सिकारबासमा म देवीथान डाँडामा पढेको अनि कुवा खुवा रामकुमारी भन्दै आउँछु भित्र देखेर डराले हाम्रो स्कुल उठ्यो अहिले भदाहरू नातिहरू पढ्दैछ उठ्यो त्यो अनि त्यो सरको माया लाग्छ मलाई किन डरायो जा त भन्थ्यो अनि सेकेन्ड सर आउँथ्यो मामा एकदिन चेक गर्नु आयो मामा चेक गर्नु आएपछि मेरो मामा साह्रो बाटो 8-10वटा मुद्दा लिएर चाहिँ अनि जुवा खेलेर बस्थ्यो मेरो मामा त्यस्तो त मुद्दा फाटो हल्दार थियो धर्ममा जेठा मामा त्यो माइला मामा हो तल्लो चोकमा चोर पक्रियो भने मेरो मामा चाहिने अनि माथिल्लो चोक पक्रियो भने खोर्सानी बिग्दियो नि त खोर्सानी लादी नबिगेर हामी उतै बास बस्थ्यौँ बोजूसँग अनि बोजूसँग जान्थ्यो बोजू अनि मामा कान्छा मामा बोजूले बोकेर लान्थ्यो अनि हामी चाहिँ खोर्सानी बोकेर लान्थ्यौँ अक्कबरे खोर्सानी साह्रै हलुङ हौ जोको धरान लानुहुन्थ्यो धरान लान्थ्यो बिग्दैन थियो किरिया यो धरानमा कुन बाटो हुँदै भन्दैछु त यसरी ओह बत्ती बालेर रात्रि हाम्रो सरले इस्कुस टिप्थ्यो अनि इस्कुस टिप्थ्यो अरे मुला उखुल्थ्यो त्यत्रो मुला अनि मुला उखुलेर विद्यार्थी पढाइसक्यो बेला भएपछि त्यहाँबाट ए हो अनि बेलुका ठिक्क इस्कुसको ठिक्क डोकोमा भारी लायो मुलाको अनि त्यहाँबाट भेट सराइ फेरि हाम्रो अनि ठिक्क भारी लाएपछि त्यहाँबाट बिहान राति यत्रो राँको बालेर चाहिँ जान्थ्यो अमरहाटमा बेचिराख्थ्यो अनि त्यहाँबाट 10 बजे स्कुल विद्यार्थी पढाउन आइपुग्थ्यो हाम्रो सर त्यस्तो तगडा हाम्रो सर हामी तगडा हुन् देउरालीमा घाँस्न जान्थ्यौँ यत्रो काँडा निस्किन्थ्यो जाडोले यहाँ त के को यस्तो जाडो भन्ने यत्रो काँडा ठोडले काँडा निस्किन्थ्यो कुदेपछि त जाडो साडो हामीले छैन अनि यसरी जान्थ्यौँ स्कुल 10 बज्यो भने चाहिँ केही नखाइ अहिले मोबाइल हेर्दै यति घुम्दै बसेर केटाकेटी पनि पढ्यो अहिले केटाकेटी पढ्दैन है आमा जति सुँगुर मोटायो त्यही पिच साँगुर भने जस्तो छ अनि घाँसको बारी पछारेर अनि स्कुल भ्याउनु भने 10 बजे भ्याउनु भनेपछि बिहान रिम आँखा भित्रै निन्दैन अनि त्यो मेरो छ्यामाको छोरा चाहिँ गम थुप्रो जानुहुन्थ्यो घाँस काटी गाईलाई भुइँलाई छोडिन्छ हो साँगुरीलाई भन्थ्यो भ्रम त्यसले त छोडेर पनि गयो उठ्यो अनि एउटा साह्रै गीत गाउने एउटा यहाँ खातीकामीको छोरी थियो साला घाँसको बारी बोएपछि गीत गाइरहेको के भन्दै गीत गाउँथ्यो अनि होइन औ हे माया जाउँ भन अनि हैजाएर सबै मऱ्यो भन्थ्यो त्यो मगरहरू यसो भन्थ्यो एउटा केटाले त्यो गीत गायो धरानमा